यो भिडियो ज्यादा भन्दा ज्यादा शेयर गर्नु होला साथीहरू। बन्धक बन्धक बनायो कुवेतमा 12 जना नेपाली चेलीलाई। के दुःखले जानुभएको थियो विदेश, के गरमला, ऋण कर्ज तिरमला भनेर विदेश जानुभएको थियो। तर उहाँहरूलाई 12 जना चेलीलाई कुवेतमा एउटै कोठामा बन्धक बनाएको छ। साथीहरू, यो भिडियो ज्यादा भन्दा ज्यादा शेयर गरेर सम्बन्धित निकायसम्म पुगाइदिनु होला र नेपाल सरकारको आँखा खुलाइदिनु होला भन्न चाहन्छु। एक महिनादेखि लामो समयदेखि हामीलाई यहाँनिर कोठाभित्र थुनेर राखिरहेछ, खान नदिई सबैजना नेपाली चेलीहरू आफ्नो सानसानो बालबच्चा छोडेर धन कमाउने आशमा आएका थिए। तर यहाँनिर आएर हामीलाई बन्धक बनाएर राखिरहेका छन्। सबैलाई उद्धार गरिदिनु होला। यहाँ नसकी काममा जबरजस्ती पठाउने गरिरहेको छन्। चाँडोभन्दा चाँडो हामीलाई उद्धार गरिदिनु होला। हाम्रो एजेन्टले नै हामीलाई जबरजस्ती फकाइ फुलाइ गरेर पठाए, तर यहाँनिर आएर भने जस्तो काम नपाएर